जय मसीह सबैजनालाई। र आज फेरि पनि एउटा परमेश्वरको वचन लिएर उपस्थिति भइसकेका छौँ र परमेश्वरको वचनबाट केही कुराहरू सुनाउनको निम्ति तपाईको माझमा आज परमेश्वरको छोरी रिया, मेरो श्रीमती रियालाई यो समय लिनुहुनेछ अनि केही वचन परमेश्वरको जीवित वचनबाट हजुरको माझमा राख्नेछन् अनि हामी सुनेर आशिषित हुनेछौँ। हुन्छ, यो समय म रियालाई दिँदैछु। जय मसीह सबैजनालाई। आज तपाईहरुको बीचमा मैले सानो प्रभुको सन्देशलाई लिएर आएको छु अनि तपाईहरुको माझमा म केही परमेश्वरको वचनबाट सानो सन्देश म शेयर गर्न जानेछु अनि तपाईलाई र मलाई चाहिँ प्रभुले धेरै माया गर्नुभयो अनि परमेश्वर प्रभु येशू चाहिँ तपाई र मेरो लागि यस संसारमा आउनुभयो अनि उहाँ आएर पनि हामीले गर्नुपर्ने सबै कुराहरू गरिसक्नुभयो र उहाँ फेरि पनि स्वर्ग जानुभयो अनि स्वर्गमा जानुभन्दा अगाडि चाहिँ प्रभुले एउटा वचन बोल्नुभयो चेलाहरूसँग। त्यो वचन चाहिँ म यसरी पढ्नेछु। प्रेरित 1:4 र 5 पदमा यसरी लेखिएको छ। प्रभुले यीशुले यसरी भन्नुभयो, तिनीहरूसँग भोजनमा बस्नुहुँदा उहाँले तिनीहरूलाई यस्तो आदेश दिनुभयो, तिमीहरू यरुशलेमबाट कतै नजाऊ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर। यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ, किनभने यूहन्नाले त पानीले बप्तिस्मा दिए, तर अबका थोरै दिनमा पवित्र आत्मामा तिमीहरूको बप्तिस्मा हुनेछ। अनि साँच्चै नै प्रभुले चाहिँ जब उहाँ जाँदै हुनुहुन्थ्यो स्वर्गमा अनि त्यति बेला चाहिँ उहाँले चेलाहरूलाई यी कुराहरू भन्नुभयो अनि साँच्चै नै है त्यो समयमा चाहिँ यूहन्नाले अनि पानीले बप्तिस्मा दिइरहेका थिए त्यो समयमा चाहिँ। तर जब उहाँ जानुभयो अनि उहाँले चाहिँ हामीलाई पवित्र आत्माको बप्तिस्मा दिनुभएको छ अनि यहाँनिर प्रभु येशूले नै भन्नुभयो प्रेरित 1:8मा, तर पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीले शक्ति पाउनेछौ र तिमीहरू यरुशलेममा, सारा यहुदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरो साक्षी हुनेछौ भन्नुभयो है। अनि साँच्चै नै त्यो वचन चाहिँ चेलाहरूले पालन गर्नुभयो अनि हामी यहाँनिर प्रेरित 2 अध्यायमा हामी हेर्न जान्छौँ अनि प्रभुले चाहिँ यी सन्देशहरू दिइसक्नु भएपछि उहाँ चाहिँ स्वर्गमा जानुभयो अनि स्वर्ग जानु भएपछि चाहिँ पेन्टिकोसको दिनमा चाहिँ अनि यहाँनिर चेलाहरू चाहिँ एक ठाउँमा भेला हुनुभयो अनि यहाँनिर चाहिँ अचम्मको घटना घटेको छ। प्रेरित 2 अध्यायमा हामी यहाँ हेर्छौँ भने जब पेन्टिकोसको दिन आयो तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए अनि स्वर्गबाट अचानक ठुलो बतासको झोक्का जस्तै एउटा आवाज आयो र तिनीहरू बसेका पुरै घरै भरिदियो। आगोका जिब्राहरू जस्ता तिनीहरू कहाँ देखा परे र भाग भाग भएर तिनीहरू हरेक माथि बसे अनि तिनीहरू सबैजना पवित्र आत्माले भरिए र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारण बमोजिम तिनीहरू अन्य भाषामा बोल्न लाग्यो। हालेलुया। यहाँ अचम्मको कुराहरू भएको छ जे प्रभु येशूले भन्नुभयो, जब पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले चाहिँ शक्ति पाउनेछौ अनि साँच्चै नै त्यो कुराहरू त्यो समयमा पुरा भयो अनि आजको यो दिनमा पनि हामी हेर्छौँ भने संसारमा दुष्टताहरू बढिराखेको छ, खराब कुराहरू बढिराखेको छ, विभिन्न किसिमका हो हल्ला, लडाई झगडा अनि विभिन्न चर्चमा पनि यस्तो फुटको कुराहरू आइराखेको छ अनि यो सबै कुराहरू हेर्दाखेरि चाहिँ अब अन्तको दिन नजिक छ अनि यो समयमा चाहिँ यो अन्तिम दिन चाहिँ एकदमै नजिक भएकोले गर्दाखेरि तपाईँ र म चाहिँ यो दिनमा पवित्र आत्माले भरिन जरुरत छ अनि विशेष गरी यो समयमा चाहिँ तपाईँ र म चाहिँ पवित्र आत्माको आगोको बप्तिस्मा हुन जरुरत छ। हामी प्रकाशको पुस्तकमा हेर्यो भने त्यहाँ धेरै ठाउँमा आगो भनेर लेखेको छ अनि आगोले भरिन पवित्र आत्माको आगोको बप्तिस्मा हुन जरुरत छ किनभने संसारको धेरै कुराले यो समयमा हाम्रो हृदयमा पसिसकेको छ। म हेर्दै गर्दाखेरि म प्रार्थना गर्दै गर्दाखेरि पवित्र आत्माले यो कुरा भन्नुहुन्छ, आज संसारको कुराहरू मण्डलीभित्र पसिसकेको छ। संसारमा अहिले जे कुराहरू वृद्धि भइराखेको छ है, सुन्दरता
ड्रेसअप, मेकअप, यी दुनियाँभरको कुराहरू चाहिँ आज मण्डलीभित्र पसिसकेका छ। पैसा रुपियाँको कुराहरू, तँ छाड कि म छाड है, अनि उसको भन्दा मेरो अझै राम्रो, उसको भन्दा मेरो अझै राम्रो भन्ने कुराहरू, अनि मण्डलीमा पनि कम्पिटिसन चलिराखेको छ। तर आज म तपाईँलाई यो वचनद्वारा एउटा सानो सन्देश के भन्न चाहन्छु भने, प्लिज है, हामी चाहिँ यो समयहरूमा चाहिँ अन्तिम दिनहरूमा पसेको कारणले तपाईँ र म चाहिँ कोठाभित्र पसेर चाहिँ हामी प्रार्थना गर्न जरुरत छ। पवित्र आत्माको आगोले भरिनु जरुरत छ। किन त्यो समयमा आगोको ज्वाला जस्तो है यहाँनिर मानिसहरूको जिब्रोमा बसे भन्दाखेरि चाहिँ त्यो समयमा पनि मानिसहरू तितर बितर भएकोले गर्दाखेरि संसारको धेरै कुराहरू उनीहरूमा पसिसकेको थियो। अब पसिसक्दाखेरि चाहिँ अब प्रभु चाहिँ गइसक्नु भयो। अब उनीहरू धेरै तितर बितर भएका थिए, तर प्रेरितहरूलाई चाहिँ परमेश्वरले पहिल्यै वचन दिनुभएको थियो र चाहिँ उनीहरू एक ठाउँमा भेला भएका थिए। अनि त्यो समयमा चाहिँ त्यो आगो चाहिँ किन झर्यो भन्दै गर्दाखेरि चाहिँ उनीहरू भित्र भएको सांसारिक कुरालाई जलाउनको लागि हो। जबसम्म त्यो आगोले चाहिँ उनीहरूको हृदयलाई छुयो, उनीहरूको जिब्रोलाई छुयो, उनीहरू चाहिँ अटोमेटिक चेन्ज भएका छन्, अचम्म तरिकाले परिवर्तन भएका छन् है। अनि उनीहरूले सेवकाहरू गर्न सक्नुभयो। त्योभन्दा पहिला प्रभु यीशुसँग रहँदै गर्दाखेरि पनि उहाँले 4000लाई खुवाउनु भयो, 5000लाई खुवाउनु भयो। ऊ चेलाहरूकै आँखा अगाडि उहाँले रोगीहरूलाई निको पार्नु भयो, भूतहरू धपाउनु भयो, अन्धालाई आँखा दिनुभयो, खोलिदिनु भयो, लङ्गडालाई हिँडाउनु भयो। अनि त्यो समयमा सँगसँगै हिँड्दै गर्दाखेरि पनि चेलाहरू जब प्रभु येशू पक्राउ पर्नु भयो, त्यो समयमा चाहिँ चेलाहरूले है प्रभु येशूको साथमा रहेनन् कुनै पनि चेलाहरू, उनीहरू भागे। उनीहरूलाई आफूले प्रतिज्ञा गरेको पत्रुसले पनि प्रभु येशूलाई छोडिदिए। जब प्रभु येशूलाई मानिसले पक्रे त्यो समयमा चेलाहरू एकैजना पनि, त्यो भिडहरू एकैजना पनि उहाँको साथमा भएनन्। हुन त उहाँले गर्नुपर्ने कुरा हुनै थियो, तर पनि चेलाहरू त्यो समयमा देखा पर्नु भएन। तर जब पवित्र आत्माको आगोको बप्तिस्मा उहाँहरूको जीवनमा भयो, जब पवित्र आत्माको आगो उहाँहरूमा आयो, साँच्चै नै उनीहरूको जीवनमा भएको शारीरिक कुराहरू चाहिँ जलाइदिनु भयो। अनि मात्र उहाँहरू आत्माले भरिनु भयो। अनि उहाँहरूको जीवनबाट पनि अचम्म घटनाहरू घटेको छ। अनि साँच्चै नै पत्रुसले, पावलले अनि सबै चेलाहरूले हामी हेर्छौँ भने उनीहरूले मरेको मानिसहरूलाई पनि जीवित पारेको कुराहरू छ। अनि यीशु ख्रीष्टको नाममा ठुला चिना र चमत्कारको कुराहरू हामी प्रेरित 2देखि पढ्दै गयौँ भने यो कुराहरू हामी देख्छौँ। अनि साँच्चै नै म यो समयमा यो सन्देशद्वारा म के भन्न चाहन्छु भने, यो समयमा हामी पनि संसारमा नहेरौँ, संसारमा भएको कुरालाई नहेरौँ, तर यो अन्तिम दिन भएकोले गर्दाखेरि तपाईँ र मेरो पछि शैतान लागिराखेको छ, दुष्टहरू लागिराखेको छ। तपाईँलाई र मलाई कसलाई भेटाउँ, कसलाई निलिहालौँ भनेर त्यो खोजिरहेको समयमा चाहिँ तपाईँ र म चाहिँ एकान्त समयमा कोठाभित्र गएर अनि प्रभुसित प्रार्थना गरौँ र त्यो पवित्र आत्माको आगोले हामी भर्यौँ। अनि पवित्र आत्माले है त्यो आगोको अभिषेकले हामी भरिँदैछौँ भने, आगोले तपाईँलाई र मलाई टच गर्दैछ भने चाहिँ त्यो आगोले चाहिँ तपाईँ र मेरो शारीरिक स्वभावहरू, तपाईँ र मेरो पुर्खादेखि बगिआएका सबै कर्जहरू, तपाईँ र ममा भएको सांसारिक विचारहरू, गलत भावनाहरू, सबै कुराहरू जलाइदिनुहुन्छ। अनि तपाईँ र म नयाँ मानिसमा परिवर्तन हुन्छौँ र तपाईँ र मेरो चाहिँ त्यहाँदेखि उता चाहिँ पवित्र आत्मामा हामी भरिन्छौँ। अनि पवित्र आत्माले भरिँदै गर्दाखेरि हाम्रो विचार नयाँ, हाम्रो सोचाइ नयाँ, हाम्रो काम नयाँ, हामी जहाँ जान्छौँ त्यहाँ चाहिँ अचम्मको कामहरू हुन्छ। अनि यस कारणले गर्दाखेरि आजको वचनले यही कुराहरू, पवित्र आत्माले यही कुराहरू भन्नुहुन्छ। पवित्र आत्मामा हामी भरिन जरुरत छ। पवित्र आत्मामा हाम्रो बप्तिस्मा हुन जरुरत छ। अनि यो चाहिँ कुनै भिडभाडमा होइन, कुनै झुन्डमा गएर होइन, तर यो चाहिँ तपाईँ र म गुप्तमा बसेको प्रार्थनाले चाहिँ तपाईँलाई र मलाई पवित्र आत्माले भर्नुहुन्छ र नयाँ बनाउनुहुन्छ। हुन्छ, यो सानो सन्देशलाई म यहाँ राख्दै अनि हजुरहरूबाट बिदा हुनेछु। सबैजनालाई जय मसीह, गड ब्लेस यू।